हामीसँग हुनुहुन्छ यहाँ चैसाइला मुखियाको कान्छी बुहारी गौमया छन्ताल पनि पहिलो पटक यो ठाउँमा घुम्न आइरहेको छ। यो ठाउँको नाम हो आमा चुकिलाई नौ मिसल पार्क डोम यहाँ 3टा डोम छ, एउटा 2टा 3टा। यो ठुलो चाहिँ पल्डुङको चैसाइला, उठ्यो ठुलो चाहिँ आमा, बिचको म। लाजै लाग्ने है, हामी यहाँ यति 9 वर्षमा पनि एकचोटि नआएको भने 10 वर्ष हुन लाग्यो। फर्स्ट टाइम आउँदाखेरि भन्न नि लाजै लाग्ने। अब के गर्ने, नजिकको चिज हेला हुन्छ भन्ने यस्तै भयो। अब हामी हल्का भिजिट गर्दैछौँ। आज वेदर 62 डिग्री छ। केही भन्नु छ तपाईँजीलाई? भन्नु यताबाट जाऊँ न त। राम्रो छ है वेदर चाहिँ। यताबाट होइन रहेछ, हामी रङ साइड आइपुगे जस्तो छ। हामी त अगाडि फ्रन्टबाट जानुपर्छ। आऊ यताबाट आउनु भयो। $24 लाग्ने रहेछ 3जनालाई। हामी मिलवाकीकै भएको कारणले गर्दा यो चाहिँ टिकट लाग्ने रहेछ, नलाग्ने त होइन रहेछ। अब हामी चाहिँ 8 रुपियाँ त नि अनि चाहिँ हामी यहाँबाट एन्ट्री गरिसक्यो। फर्स्ट एन्ट्री हामीको एन्ट्री गरेपछि चाहिँ यस्तो देखिएको छ, जम्मै गार्डन। रेल आयो रे। आमाको फर्स्ट टाइम अझै छ, धेरै हेर्न बाँकी छ। यो त फर्स्ट डोम। यस्तो क्लकवाइज जाने क्या हामी। अब यताबाट जाने। अब समर आउन लागिसकेको छ। अब चाहिँ यो भित्र चाहिँ यति राम्रो फ्लावरहरू राखेको छ। अब समरमा चाहिँ बाहिर पनि एकदम राम्रो गरेको हुन्छ। सानो रेल रेलको डब्बाहरू कति सानो पुरानो चिजमा हेर्दा नि कति राम्रो थियो। देखियो आमा, पुरानोमा हेर्दा नि चौजमै। माथि हेरेर यस्तो देखिन्छ है। यो चाहिँ हाम्रो फर्स्ट डोम हो। यो डोम चाहिँ अघि मैले बाहिरबाट देखाउँदा चाहिँ यो डोम चाहिँ मम्मी हो। यो डोम मम्मी हो। यो पारिपट्टि देखेको डोम चाहिँ म भनेको। हाउ यु फिलिङ? फ्यान्टास्टिक। गाना त एकदम रमाइलो छ। अहिले भर्खरै रमाइलो सुरु भएको छ। अब हेरौँ अझै कति रमाइलो हुन्छ। कस्तो देखेछ? राम्रो देखेछ। लभली भेरी नाइस देखेछ। आमालाई नि मन परेछ। मलाई एकदम मन पर्यो। फुलै फुल हुने यो फुलहरूलाई जम्मा अब समरमा लगेर घरमा रोप्नुपर्छ। गार्डनिङ हाम्रो घरको छेउ राख्ने राम्रो देख्नेछ। ट्रेन घ्याम चाहिँ आउनु फेरि। यहाँ ट्रेनको बाटो नि छ। आयो ट्रेन आयो। अस्ट्रेलियाको चिज आएछ। यो चाहिँ साउथ अफ्रिकाको रहेछ है। साउथ अफ्रिकाको खाने आमाजु भाराबुस पोलिसी रे। त्यही खाएर लानु गरम माराको चाहिँ गिटार ओडाम यो हजुर टाइम हुन्छ। ठुलो नेगेसन आइन्छौँ है। अब हामी साउथ अफ्रिका हेर्नु नि
भरे आउँको नि डुबिने नै खान्छ न चौरा खानेर डुबी जस्तै छ त डुबी त डुबी नै हो डुबी नै नि त हो नि हिँड्ने इटालीले हिँड्दैन नि इटालीले लेख्छु यति अग्लो छ त नि पक्का डुबिनमा छु न ऊ चाहिँ फलिसै पारा भयो जनमन होले जनमन हो यी ओरे ओरे यी चाहिँ दामी हिँड्छौँ नानी चुनी अस्ट्रेलिया रहेछ ल है गाइस यता पनि यता साइडबाट कस्तो देखिन्छ यहाँ चाहिँ घरै घर बनाएको जस्तो देखिएको छ बिचमा रेनको यही हिसाबले चाहिँ टिममा पनि बनाइसकेको छ अन्तरी चाहिँ टिममा पनि बनाइसकेको छैन जम्मा चाहिँ केला चाहिँ नि एउटै नै हिँड्छौँ एक साइड म्याप एक साइड तान्यो भने दुईवटा सेम हिँड्छ ट्रेन खाएँ एउटा ट्रेनले ब्याट्री चिन्तिर सिमचरी ल खाने एकदम रेस्ट लाने एक थाकिला न ताबिन रोजु त्यो गाउँमा यो तानी मोटाम न उनले नै हिँड्ने बठे बठे हजुर खर्सानी खाने कि टमाटर लिएर हामीलाई सुन्तला नि रामा सुन्तला नि हिँड्दा नि रोजु सुन्तला खानु चाहिँ फर्स्ट डोमको भित्रै छौँ है आज हामी पनि आमालाई रमाइलो भयो जम्मै गार्डन इलाकालाई देखिसक्यो त्यो चाहिँ गरम त होला शीतल त्यो केला खाइ पनि हुन्छ नारी कम अंतरकम सस्या उज ताने नारी चाहिँ यलायम नु नि उज क्यों उज नारी नारी यलायम न पुरै ज डुनर एन्टर दिस न अझ तसिर यलायम अझ तसिर तुम सस्यामा चाहिँ मिल्यो हुन्छ नि अझ यो चाहिँ ठामो राखो छ ना ट्रेन ओ खुवाइ नि उठे म चाहिँ उज ना पुल नै हेर रमाइलो लखु मरे सारी यादै ल है अब हामी सेकेन्ड डोमतिर जाऊँ भयो हामी फर्स्ट डोमबाट निस्किसक्यौँ कस्तो लाग्यो फर्स्ट डोम आमा एकदम राम्रो लाग्यो फर्स्ट डोम त फुलले भरेको ट्रेन सानो सानो घर सबै सजाएको कति राम्रो देख्यो ए ल त नि ल अब हामी अब सेकेन्ड डोमतिर लाग्दैछौँ यो सेकेन्ड डोम खाना केटा यता सेकेन्ड डोम ल बामा यो चाहिँ सेकेन्ड डोम है गाइस अब यो चाहिँ अघि भनेको म बिचको डोम यस्तो छ बिचको डोममा चाहिँ के रहेछ जङ्गलै जङ्गल छ यो डोममा चाहिँ उयो चाहिँ तारो यो तारो सिउडी 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 जम्मै गार्डनहरू जस्तै छ धेरै जसो प्लान्टहरू रुखहरू सबै नौलो नौलो देखेछ त्यति नौलो पनि होइन हाम्रो लागि त हामी गाउँघरमा देखिरहेको भएर नाम मात्र फरक छ यता आएर नाम चाहिँ अर्कै अर्कै छ भनौँ न त्यो चाहिँ घिउकुमारी यो घिउकुमारी लगेर मुख धोएपछि मेरो पिम्पल जान्थ्यो होला हजुर तान्थेन म चाहिँ ढुङ्गी चाहिँ हाँसेर लडा ठाएँ यो चाहिँ पऱ्यो होइन ऊ चल्दिउँ अर्की छ नि जानेर खै खै ए दुईवटा परेवा म हिँड्छौँ चुरी परेवा है हाम्रो
सेकेन्ड डोमको भ्यू। सेकेन्ड डोमलाई चाहिँ यहाँ फुलहरू चाहिँ फर्स्ट डोममा, सेकेन्ड डोममा चाहिँ धेरै रुखहरू देखिएको छ। ल गाइस, हामी सेकेन्ड डोम पनि अलमोस्ट घुमिसक्न लागेको छौँ। यहाँ पल्टुङको चिसाइलाई ठाकेर शीतलोमा आराम गरिरहेको छ। चौतारीबाट देख्ने भ्यू यस्तो देखिएको छ, यस्तो राम्रो देखिएको छ है गाइस। सायद समरमा झन् राम्रो हुन्छ होला। समर आउन त लागिसक्यो, अब समर पनि आउने 1 महिनाभित्र त लगभग पुरै समर। यो डोम टाँसिरह्यो त्यो भिन्डुमा आँसेन अरे यो त फिरिनु सेटाइन मान्छे हो हि पनि थाकी ठगी जगते ढुङ भुजाबाद जगत के ढुङ्गिनु पनि हजुर चाहिँ हजुर ऊ अनि हजुर नि स्यागो नारिङ कार ए तारो चढ्नु छ नि धाम्नु सिउ तारो हिजो सिउडी यो हजुर पनि यहाँ न कुनै यो गाउँले माइतरी हो बेला रे काँडो काँडा हजुर जम्मै काँडा काँडा भन्नु जरासुकै नि चुरी काँडामु उजुरी काँडामु कति आनन्द लाग्ने ठाउँ छ है। यता चाहिँ मनमा भिड पार छ भने यहाँ आएर मन शान्त हुने जस्तो छ। एकछिन बसौँ, त्यसपछि यता बस्ने ठाउँबाट चाहिँ यस्तो देखिन्छ। ओहो कति राम्रो देखेको, हरियाली देखिएको छ है गाइसहरू। सबै काँडा भएको जस्तै छ अहिले योमा चाहिँ, सबै कति राम्रो देखेको छ, धेरै राम्रो। यो सबभन्दा ठुलो डोममा चाहिँ जान बाँकी छ। अब यो डोमबाट एक्जिट गरेर अब हामी थर्ड डोममा जाँदैछौँ। थर्ड डोम चाहिँ मिस्टर गोपी हो, मिस्टर पल्टुङको साइनलाई थर्ड डोम हो रे। टुरिस्ट हाई खासेर पनि ठिकै पनि हुन्छ, एकदम शीतलता होइन न त गर्मी रहेन, गर्मी त हसिँदैन तिनीलाई 62 डिग्री भन्दा लगभग गर्मी नै होइन, समर खाइदिन्छ होइन। यसपालि चाहिँ विस्कन्सिनमा 62 डिग्री आज के हो मार्च 10 मा 62 डिग्री छ भनेपछि समर त आइसक्यो। जुन जुलाई पर्खिनै पर्दैन, आइसक्यो समर। लङ समर हुने भयो यसपालि, 3 महिना होइन 5 महिना हुने भयो है। हामी सबै अहिले विश्राम गरेर बसेका छौँ यहाँ। एकछिन आराम गरेर हामी हाम्रो लास्ट डोममा जाँदैछौँ। यो डोममा चाहिँ हामीले देख्न पायो हाम्रो धेरै रुखहरू है, धेरै थरीको रुखहरू राम्रो छ। नदेखेको त होइन, लगभग म्याक्सिमम् त गाउँघरमा देखेकै हो, देखेकै चिज हो, तर सबै एकैचोटि देख्न पायो, त्यही हो। सेल्फी हान्न लाग्यो अलि त्यसलाई चाहिँ म फेरि एकचोटि देखाउँछु उता साइडबाट गएर अलि जुम गरेर है। ल यो यही हो स्यागु जगतको बुटा, जुन हामीले गाउँघरमा चाहिँ कोदो गोड्दाखेरि लगाउने स्यागुको बिचमा भित्रीको बिचमा ढुरीमा राख्छ भन्नु पनि आउँदैन है। आजभोलि छाता हुने भएर स्यागुलाई त बिर्सिसक्यो मान्छेहरूले। स्यागुको ढुरीमा राख्थ्यो जगतको। यसको नाम भर्खरै भनेको थियो मलाई, बिर्सिहाल्यो फेरि कि स्यागुको हो यो मोटो जरा रहेछ कि स्यागु। यो चाहिँ हो जगतको बुटा। चुनारी जाउँ न तारा किन ठ्याम्मै मिलाउने मन ल ठिक छ।
फेक्ने फेक्न हामीलाई छोरा कहाँ पनि नि छोरा किन दिसाइला नकली हिँड्दैन नकली हुन् ए आमाले नकली भन्छ यसलाई हुन त अलिक साह्रै छ यस्तो साह्रो डरो छ र तर यो के हो भन्ने पनि थाहा छैन हामीलाई यहाँ यसो लेख्दा त चाहिँ हार्ड अफ फ्लेम भन्ने छ यसलाई त त्यो डोमै भन्ने नि सुहाउने जस्तै छ अब डिजाइनको डोम डिफ्रेंट डिजाइन को डोम पुऱ्याएको रहेछ यहाँ वाला अक्टोपस थिएँ में हाँ ए हजुर अक्टोपस जस्तै देखेको छ यसलाई चाहिँ अब यो पनि अक्टोपस जस्तै देख्छ के अनि यो चाहिँ साउथ अमेरिकाको रहेछ है यो चाहिँ अक्टोपसलाई के भन्ने रहेछ भनेपछि डग्स टेल काक्टस रे नाको यो पुच्छरिनु हजुर नाको यो पुच्छरिनु हुँदैन यो हजुर उयो त्यहाँ चाहिँ मै उजा डल्लो महँगो चरा र हजुर चाहिँ ताने ब्राजिल ठाइन हुँदैन उयो तिनवटा हजुर उयो चाहिँ साउथ अफ्रिका हजुर चाहिँ साउथ अफ्रिका मेक्सिको हजुर चाहिँ ब्राजिल र यस्तो लामो लामो नि हुने रहेछ है त्यो त्यो कुकुरको पुच्छर त कति धेरै रहेछ त त्यहाँ माथि खाएर परेको यहाँ चाहिँ भुइँमा छ भनेपछि माथि चाहिँ गाइस अब हामीले जे देख्यौँ तपाईँहरूले पनि त्यही देखिसक्नु भएको छ अर्कै नाम राखेको छ यिनीहरूले चाहिँ तर वास्तविक नाम चाहिँ फरक फरक नै छ होला देशअनुसार यो चाहिँ के हो कति सर्प हो र एकदम सर्प छ यो त ओहो भन्न मलाई घोचेको भाइ आज चाहिँ यिनी दुईजनालाई घुमाउने न्यु पारेर म पनि मेरो फर्स्ट टाइम भिजिट राम्रै देखिरहेको छौँ यिनीहरू यो प्लानहरू नदेखेको नि लगभग 9-10 वर्ष भइसकेको थियो अहिले त नजिकैबाट देखियो यो होइन के अरे जगतको बुटा स्यागोको भित्री ऊ बिचमा छ नि होइन तर योमा के गिरानी फल्ने रहेछ त ऊ माथि गिरा नि रातो पारा जस्तै देख्यो होइन देख्यो अलिकति रातो पाराको डिजाइन छ यता चाहिँ जान मिल्दैन किनकि हाम्रो यो डोम आउट हुन्छ यताबाट गएपछि हामी चाहिँ फ्री होला फेरि अर्कोतिर थाहै खबर पनि अब यो रातो पारा अब यो लास्ट डोम बिचको डोम हो यो खास हामी लास्ट डोम अझै गएको छैनौँ पल्लुङको चेइसाइलाले मुखियाको कान्छी बुहारीलाई फोटो खिच्दैछ अब हामी यो मुखिया कान्छी बुहारी ये फोटो खिचेकै मु पल्लुङ र चेइसाइला छ अब खिचिसी र अब हामी जाँदैछौँ हाम्रो फाइनल एन्ड लास्ट डोममा अब यति राम्रो छ हेर त बाटोहरू पनि यस्तो राम्रो बनाएको छ कस्तो छ अब हामी जाँदैछौँ हाम्रो फाइनल एन्ड ओन्ली वान लास्ट डोममा आऊ हाम्रो लास्ट डोममा जाउँ लास्ट डोममा के छ हेरौँ है त गाइसहरू जङ्गलै भरेछ अर्को फेरि मैले त हेर्नु बिर्सेँ यो त यो लास्ट डोम चाहिँ हरियाली यहाँ त सिलिगुडीको जङ्गल जस्तो छ यो डोम भित्र केराको पानी छ यहाँ सिलिगुडीको ढुङ जस्तो ठुलो रहेछ कि अब हामी यतातिरबाट बन्द गरेको छ यो मात्र हामी जाने भएको उताबाट रहेछ अब हामी यताबाट जाने बन्छ कि के छ
देख्दा डर लाग्ने जस्तो छ। ल हाम्रो लास्ट एन्ड फाइनल डोममा हामीले के देख्न सक्छौँ भनेपछि सबै हरियाली मात्र हो, खासै केही छैन अहिले चाहिँ। चिन्ने ढुङ्गा त छैन। चिन्ने ढुङ छैन, उसले त चिन्ने ढुङ छैन रे। आमाले त सिटीपुरीको जम्मै जङ्गल छ भन्छ त यहाँ। त्यही त छ जङ्गल ढुङ्गा फरक फरक छ। ऊ त्यो तानी मार्छ छैन मुनु उजो पथ्यो हजुर त्यहाँ छैन। आइन सब फरक मु खो हजुर न यहाँ अलि हजुर न फर्की फाटम त जम्मै देशबाट ल्याएको रहेछ नि यिनीहरू। जम्मै मरे देश कम छ काशीमा त नि। तारो नरिवल हजुर। नरिवल बुटान है नरिवल बुटा तल खुसीहरू नरिवल बुटा हिँड्नु छ। तल खुसीहरू ठासे ए फल्यो छ त नि सबैले त न कुदेर फलिएन म ए खै ए त्यो नरिवल पनि नेपाली खनि माला खाना न नरिवल नेपालमा देखेन नि। अब आफ्नो बारीमा थिएन। यो चाहिँ नरिवलको बुट्टा हो रे, नरिवल फलेको छ। ओहो डेन्जर फलेर चाहिँ त्यो यति धेरै काटेको। ए हिँड एउटै बुट्टारी 3टा 4टा फल्यो नि न। यो हजुर न ताने हँसेर मलाई ताम्नु गाउँघर मर्नु सेतो सिमल छ हजुर। सेतो सिमल सेतो सिमल ए सेतो सिमल यसो किरा जस्तै देख्छ त। लुक अप रे माथि स्याउ बिसिम को ताने इमा स्याइ चिन्जी रिल्याक्स गर्ने छ जस्तै छ त। यसले त माइन्ड रिल्याक्स गर्छ। अब यता जाउँ म त्यो सुइनौ सिटीपुरी खान्छ नि महा सुइनौ सिटीपुरी खान्छ होइन। हजुर हात यो चाहिँ कोक टायर ताने डङडङे छोरा डङडङे डङडङे छोरा डङडङेको छोरामा हामी आइपुगेको छौँ। मान्छेले विस गरे होला नि त। ठिकै छ हामीसँग अहिले सिका पैसा छैन। पानी त कस्तो चिसो होला जस्तो छ। ओ यता पनि रहेछ ऊ भ्यागुटा माछा केटा ऊ के त्यहाँ पाउनु पठ्यो माछा ओ यो यहाँ माछा नि रहेछ। माछा बाई जरा चाहिँ मसिनो माछा कलर यो होस् हामीलाई रमाइलो भइरहेछ। अन्तिम डोम भइसक्यो। अब त बाहिर जाने बेला पनि आइसक्यो। रमाइलो भइरहेछ हो पाक खोज्ने भनेको त्यहाँ रहेछ भात त चल्दैन के हो मरे खाइ क्या हो। भ्यागुटा हुन्छ नि पाएन माछा माछा खानु खालाइदिनु फाइनल डोमको हामी भिजिट गरेर हेरेर हामी चाहिँ अब फर्किन लागिसकेको छौँ। हामी फर्किँदैछौँ। ल अब हामी अन्तिम डोम हेरेर अब घरतिर फर्किने स्टार्ट गरिसक्यो फर्किने। अब यिनीहरूलाई अब फेरि अर्कोचोटि आउनुपर्छ। एकचोटि फेरि समरमा पनि आएर झनै राम्रो हुन्छ। समरमा झन् धेरै फुलहरू बाहिर पनि राखेको हुन्छ उनीहरूले अनि अझै राम्रो देखिन्छ होला भन्ने मलाई आशा छ। उनीहरूको फर्स्ट भिजिट इन डोम भनौँ भने आफ्नैको फर्स्ट भिजिट हो यो डोममा। त्यही भएर हाम्रो फर्स्ट भिजिट र अब यो लास्ट डोमको फाइनल
फाइनल भिजिटबाट हामी अब एक्जिटतिर जाँदैछौँ। अघि चाहिँ हामी यही बाटो आएको हो, अब चाहिँ हामी यही बाटो फर्किँदैछौँ। रमाइलो भयो है गाइस। हामीले चाहिँ अलमोस्ट कति बजीमा 3 बज्यो होइन, 3 होइन 4 बज्न लाग्यो। हामीले अलमोस्ट 2 घन्टा यहाँ स्पेन्ड गऱ्यो। 2 घन्टा होइन, 2:30 आएको होइन उहाँबाट हिँडेको, भनेपछि 1.5 घन्टा त बितायो यो। 1 घन्टा 1.5 घन्टा यो भित्र 15 मिनट चाहिँ घरबाट लाग्नेछ। त्यही भएर हामीले यो चाहिँ सबभन्दा ठुलो देखिने, बाहिरबाट चाहिँ सबभन्दा ठुलो देखिन्छ, भित्रबाट चाहिँ किन ठुलो रहेछ भनेको त रुखहरू ठुल्ठुलो रहेछ कि। कहाँनिर रहेछ इनानी ठाउँ? ल यहाँ चाहिँ सानो सानो डल्लो डल्लो फलेको छ कि के हो? अलिक जुम गरेर हेरौँ खै के हो। खानेकुरा जस्तै देखिन्छ, खानेकुरामा पनि यस्तो काँडा काँडाले फलेको छ कि के हो, नाम पनि थाहा भएन है गाइस। जे भयो पनि तपाईँहरूलाई थाहा छ भने तपाईँहरूले भन्न सक्नुहुन्छ। एउटा फोटो लिएर बटर खुलाएर एउटा मिस्टर गोपी क्याप्टन चाहिँ पुटली होइन तिमी पुटला हो पुटलीमा फोटो हान्ने भनेर रेडी भएको छ। म चाहिँ फोटो हान्न लागिरहेको छौँ। मैले भन्दैछु उसलाई तिमी पुतली होइन तिमी पुतला हो भनेर वेटिङ गरेछ अरे। ल ल ल रेडी है गाइस। 1 स्माइल देऊ न, स्माइल नो स्माइल। हात अलि पखेट पुटली नै भयो कि अलि। ल 100 आयो 100 तिमी खिच्ने हो? खिच्ने नि। ल अब एक्सचेन्ज मलाई खिच्दैछ उसले। पख हामी यो पुटलीमा पुटला र पुटलीले फोटो खिचेर हिँड्यौँ। ल अब चाहिँ हामी चाहिँ अघि आउँदाखेरि चाहिँ यो बाटो आएको हो भने फेरि बाहिर निस्किन्छौँ। ल आजको भित्रको चिन्ता डोम भ्याइयो है। अब यहाँ नै छिनु यो डोमलाई चाहिँ ताता बाई बाई गऱ्यौँ है। थाक्यो क्या? थाके छैन के थाक्छ? ल जाऊँ। थ्याङ्क यू फर कमिङ, थ्याङ्क यू फर वाचिङ गाइस। है ल बाई बाई है। डोमका सक्यो यो डोमको डोम भ्रमण सक्यो। अब बाहिर दिन गाइस हाम्रो डोम भ्रमण सक्यो। त्यो भयो नि यतिको राम्रो दिनमा चाहिँ सुतेर बसेन, खेर गएन, दिन अलिअलि इन्जोय नै भयो, रमाइलो भयो, नयाँ ठाउँ देखियो। एकछिन आराम गरेर हामी फर्किन लागेछौँ। कस्तो लागिरहेछ तिमीलाई? थकित? रमाइलो लाग्यो रे। यहाँ मलाई झनकिनदेखि रमाइलो लागेको छ। सितिपुरी आइपुगेको अब 10 वर्ष पहिलातिरको मेमोरीहरू याद भएको छ। अझै 2 जरा डम पनि रमाइलो हुन्छ। चिन्ता मात्र रहेछ। अब चाहिँ घरतिर लाग्यौँ। थ्याङ्क यू फर वाचिङ आवर भिडियो। थ्याङ्क यू फर वाचिङ। प्लिज लाइक, कमेन्ट अनि सेयर अनि सब्सक्राइब। थ्याङ्क यू टु माई युट्युब च्यानल। थ्याङ्क यू। ल मिस्टर पल्टुङको साइलाले भनेको मान्नु होला तपाईँहरूले पनि। थ्याङ्क यू फर वाचिङ आवर भिडियो। सी यू अर्को भिडियोमा। अहिलेसम्मको लागि सी यू अर्को भिडियोमा।